28 अप्पर बुर्तुक इन्डिपेन्डेन्स च्यालेन्ज कप फुटबल टुर्नामेन्ट राङ्का स्पोर्टिङ क्लबले अर्गनाइज गरिरहेको छ र आजको 9 दिनमा चलिरहेको म्याचमा धजे जेन्जी 2 गोलले अघि रहेका छन् भने सिकारी 7 भने 0 गोलमा रहे। यसै गरी दोस्रो म्याच भइरहन्त भएको थियो एमपी बोइज र बर्बिङ युनाइटेडका खेलाडीहरू। एमपी बोइजका खेलाडीहरूले भने 2 गोल गरेर आफ्नो टिमलाई सुरक्षित बनाएका छन्। यस्तै गरी बर्बिङ टिम युनाइटेडले 1 गोल मात्र गर्न सके र गत 29 जुलाई 2026 देखि सुरु भएको यो फुटबल टुर्नामेन्ट आउँदो 15 तारिक स्वतन्त्र दिवसको दिन यसको फाइनल हुनेछ। 28 अप्पर बुर्तुक इन्डिपेन्डेन्स डे फुटबल टुर्नामेन्ट अर्गनाइज बाई राङ्का स्पोर्टिङ क्लब र यसलाई हजुरहरूले अर्जुन यावा चामलिङको पेजबाट, इमानुएल गिफ्टको जिन्दगीको कथा पेजबाट र नीलकमल पाण्डेको पेजबाट प्रत्यक्ष प्रसारणमा हजुरहरूले यस फुटबल टुर्नामेन्टलाई हेर्न पनि सक्नुहुनेछ। यो खेला भइरहेको छ राङ्का उच्चतर माध्यमिक विद्यालयको स्कुल ग्राउन्डमा, जसलाई धजे स्कुल भनेर पनि चिनिन्छ। धजे स्कुल एकदमै यसको फेमस रहेको छ। आजका अतिथिहरू भने पञ्चायत प्रेसिडेन्ट, पञ्चायत सदस्यगणहरू उपस्थित हुनुहुन्थ्यो भने आजको खेल दुईवटा म्याच मात्र रहेको थियो, जुन म्याचमा एमपी बोइज र बर्बिङ युनाइटेड अनि सिकारी 7 र धजे जेन्जी रहेको थियो भने फेरि भोलि पनि म्याचहरू हुनेछ। हजुरहरूले प्रत्यक्ष प्रसारण अवश्य पनि हेर्न पाउनुहुनेछ। नीलकमल पाण्डेको प्रत्यक्ष प्रसारणमा, अर्जुन यावा चामलिङको प्रत्यक्ष प्रसारणमा अनि इमानुएल गिफ्टको जिन्दगीको कथामा हजुरहरूले हेरेर साथ सपोर्ट र सहयोग दिनुहोला। अर्गनाइजिङ टिम राङ्का स्पोर्टिङ क्लब।